समयसँगै जनताको विकासप्रतिको अपेक्षा र दृष्टिकोण फेरिँदै जान्छ। हिजो जुन चिजलाई हामी विकास भनिरहेका थियौँ, त्यो चिज आजको लागि विकासको आधारभूत स्तम्भ नहुन सक्छ। त्यसैले विकासको परिभाषा हामी कुन ठाउँमा छौँ, त्यो ठाउँ टेकेर प्रत्येक समय फरक फरक आउन सक्छ। म चाहिँ आजको भिडियोमा नेपालका जनता र नेताहरूले विकासलाई कसरी लिएका छन् र यसलाई लिनुपर्ने कसरी थियो। हामी जनताले त नेताले विकासको परिभाषालाई कसरी स्थापित गर्छ त्यसै गरी लिने हो। यसमा जनताको त्यति ठुलो रोल रहँदैन। तर नेपालका नेताहरूले विकासलाई कसरी लिए त? उहाँहरूले लिएको विकासप्रतिको दृष्टिकोणले हाम्रो देश विकास हुन कति वर्ष लाग्ला? प्रश्न गम्भीर छ। यही प्रश्नको उत्तर खोज्ने हो भने उहाँहरूले लिएको विकासप्रतिको दृष्टिकोण अनुसार देश चल्ने हो भने देश विकास हुन 100औं वर्ष लाग्नेछ। किनभने हाम्रा नेताहरू चुनाव क्षेत्र केन्द्रित विकास गर्छन्। उहाँहरू आफ्नो क्षेत्रलाई प्राथमिकता दिएर बजेट बाँडफाँड गर्छन् र त्यो बजेट बाँडफाँड गर्न पनि उहाँहरू कि अर्थमन्त्री हुनु पर्यो, कि भौतिक योजना मन्त्री हुनु पर्यो, कि चाहिँ भने प्रधानमन्त्री हुनु पर्यो। यसरी प्रत्येक निर्वाचन क्षेत्रको नेतालाई मन्त्री बनाउनको लागि यो देशलाई 100औं वर्ष लाग्छ र यो देश 100औं वर्षमा पनि विकास हुन सम्भव छैन। त्यही भएर हामीले अहिले खोज्नुपर्ने भनेको पहिला यो खालको विकासको दृष्टिकोण चिर्ने नेतृत्व खोज्नु हो र हामीले खोज्नुपर्ने भनेको ती नेतृत्वहरूले नीतिमा फोकस गरून् र नीतिले समानुपातिक ढङ्गबाट विकासका कार्यक्रमहरू देशभरि फिजाओस्। त्यति भयो भने मात्र हाम्रो देश समानुपातिक रूपमा विकास हुन सम्भव छ। होइन भने हाम्रो देशमा विकास गर्नको लागि फेरि 100औं वर्ष लाग्नेछ। यो खालको अवस्था चिर्ने खालको नेतालाई चाहिँ हामीले भोट हाल्नुपर्छ जस्तो लाग्छ मलाई। म देखिरहेको हुन्छु, मैले फलानु ठाउँमा पुल हालेँ, मैले फलानु ठाउँमा यसो गरेँ, मैले देशको विकास बजेट यहाँ खनाएँ, वहाँ खनाएँ, यति करोड यहाँ हालेँ। हो, तपाईँ जस्ता नेताले आफ्नो घर वरिपरि मात्रै विकास गर्नुहुँदो रहेछ। चुनाव क्षेत्र भनेको तपाईँको घरको करेसाबारी हो, तर तपाईँले देशको समग्र विकासको लागि चाहिँ चासो दिनुहुँदो रहेनछ। हामीले विगतमा भोगेकै छौँ। कुन कुन निर्वाचन क्षेत्रमा विकास बजेटको 50-60% सम्म बजेट गएको छ भनेर पढिएकै हो। यो अवस्था चिर्नको लागि अहिलेको नेतृत्वलाई ठुलो चुनौती देख्छु म। यो अवस्था चिर्ने खालको नीति लिएर चुनावमा जानुहोला। सबै दललाई शुभकामना। हस्, नमस्कार।